नमस्कार यहाँहरू सम्पूर्णलाई वेलकम टु गोमदेन ब्लग। आज म इलामको एउटा रमणीय स्थलमा आइपुगिसकेको छु, जुन कि भर्खरै मात्रै ओपनिङ भएको एउटा मेलुङ होमस्टे एन्ड रिसोर्ट भन्ने एउटा सानो एउटा होमस्टे रहेछ। त्यसमा अब म अहिले भर्खर आइपुगिसकेको छु। यहाँहरूलाई त्यो रेस्टुरेन्ट कहाँ छ भन्ने कुरा पनि म यहाँहरूलाई देखाउन चाहन्छु। यहाँहरूले देख्न सक्नुहुन्छ मेलुङ होमस्टे एन्ड नेपाली किचन। यहाँ चाहिँ नेपालीहरूलाई अति नै मनपर्ने परिकारहरू बनिन्छ। यो भनेको सूर्योदय नगरपालिका 3 बुद्ध पार्क टोल बुद्धधाम इलाममा पर्दो रहेछ। म यहाँ अहिले आइपुगिसकेको छु। अब यहाँहरूलाई म यसभित्र के परिकारहरू पाक्दैछ, यहाँ लज पनि छ है। यो लजमा के कस्तो सेवा सुविधाहरू छ भन्ने कुरो म यहाँहरूलाई भित्री कक्षको पनि आज हाम्रो इलाम घुम्ने रमाइलो गर्ने क्रममा आज हामी यो होमस्टे स्थित आइपुगिसकेको छु। इलामको अति नै शान्त वातावरणमा रहेको अति नै अर्ग्यानिक शुद्ध किसिमको हाम्रो गाउँठाउँको पहाडको परिवेशको रेसिपीहरू पाइन्छ यस मेलुङ होमस्टेमा। भित्र उत्तिकै सफा, हामीले सुत्ने बस्ने खानुको लागि अति नै व्यवस्थित ढङ्गको शान्त वातावरणमा रहेको छ यो मेलुङ होमस्टेमा। यहाँहरू एकचोटि आउनुहोस्। यस मेलुङ होमस्टेको प्रत्येक स्टाफहरूलाई, यहाँको साउजीहरूलाई एकचोटि सेवा गर्ने मौका यहाँहरूले पक्कै पनि दिनुहोस्। अहिले विभिन्न स्थानबाट झापाको, ताप्लेजुङको, फिदिमको, पाँचथरको, वेस्ट बेङ्गालको, दार्जिलिङको, मिरिकको विभिन्न स्थानबाट, सिक्किमबाट पनि अहिले यस होमस्टेमा आउनुभएको विभिन्न कस्टमरहरू यहाँ भित्र हुनुहुन्छ। उहाँहरूसँग म यहाँहरूलाई गफगाफ गराउनेछु। भित्र रहेको रेसिपीको बारेमा पनि म यहाँहरूलाई केही जानकारी गराउन चाहन्छु। एकपटक यहाँहरू यस मेलुङ होमस्टेमा भिजिट गर्नुहोस्। धेरै टाढो छैन है। सूर्योदय नगरपालिका वडा नम्बर 3 मा पर्दो रहेछ, बुद्धधाममा, बुद्ध पार्कमा। यहाँदेखि केही मास्तिरपट्टि बुद्धको यमानको ठुलो मूर्ति पनि रहेको छ। यो अति नै पर्यटक स्थल छ। परिवारहरू आएर खानु बस्नु, यहाँ एक रात सुत्नको निम्ति पनि मिल्ने वातावरण छ, शुद्ध छ। यसभित्रको स्टाफहरूको बोली वचन चाल चलन पनि अति नै मिलनसार छ। यहाँको साउनीको व्यवहार पनि अति नै राम्रो छ, अति नै व्यवहारिक छ। यहाँ वरिपरि धेरै होमस्टेहरू हामीले देख्यौँ, हामीले पायौँ। तर यो होमस्टेमा अरूमा भन्दा पनि केही मात्रामा हामीले सहुलियत र केही डिस्काउन्टमा हामीले सस्तोमा यहाँको खानपान रेसिपी र यहाँ सुत्नको लागि हामीले पायौँ। यसको एउटै गुण छ, यो होमस्टेको साउनी भनेको आफ्नै घर निर्माण गरेर आफ्नै घरमा बनाएको रहेछ। हामीलाई त्यति मुनाफा चाहिएन, हामीलाई ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो, हाम्रो इच्छा हो भन्ने कुरो उहाँहरूले हामीलाई बताउनु भएको छ। यहाँहरू एकचोटि पाल्नुहोस् र अरू होमस्टेहरूमा भन्दा यहाँ केही मात्रामा यहाँहरूले डिस्काउन्ट पाउनुहुनेछ, सस्तोमा पाउनुहुनेछ। अति नै पारिवारिक वातावरणमा बनेको होमस्टे हो यो मेलुङ होमस्टे। यस होमस्टेमा
पाइने रेसिपीहरू यस होमस्टेमा पाकिरहेको रेसिपीहरू पाक्नु खोजिरहेको रेसिपीहरू पाक्नेवाला रेसिपीहरू म यहाँहरूलाई देखाउन चाहन्छु। यो चाउमिन हो, यसलाई थुक्पाको रूपमा पनि परिणत गर्न सकिन्छ। यहाँ अहिले थुक्पाको निम्ति, चाउमिनको निम्ति, मोमोको निम्ति यहाँहरूले तयार पारिराख्नु भएको छ। अति नै सफा शुद्ध अर्ग्यानिक हाम्रो गाउँठाउँ पहाडमा बनिएको यो एउटा रेसिपी हो। यहाँले देख्न सक्नुहुनेछ यहाँको स्थानीय परिवेशमा बनिएको यो मोमोको परिकार नास्ताको रूपमा, खाजाको रूपमा बनिएको यो परिकार हो। अहिले हामी यहाँलाई देखाइरहेका छौँ थुक्पा, र यहाँ थुक्पाको रेसिपीहरू यहाँहरूले देख्न सक्नुहुनेछ। उतापट्टि हामी देख्न सक्छौँ मोमोको रेसिपी, चिकन मोमो, बफ मोमो, पर्क मोमो, यहाँ विभिन्न किसिमको मोमोहरू यहाँहरूले पाउन सक्नुहुनेछ। भेज मोमो पनि यहाँ उपलब्ध हुनेछ। उहाँहरूले खाजाको रूपमा यो रेसिपीहरू उहाँहरूले खाइराख्नु भएको छ। मेलुङ होमस्टेको माथिल्लो तलामा यस्तो भवन ठ्याक्क बनाउनु भएको रहेछ। हामीले हेर्न सक्छौँ यो ठ्याक्कै बुद्ध एयरको जस्तो हामी देख्न सक्छौँ। बुद्ध एयरमा पनि सायद यस्तो छैन होला। हजुर, उहाँहरूले बोर्डिङ कार्ड लिएर खाए जस्तो देखिन्छ टक्क मजासँगले। यो भनेको मेलुङ होमस्टेको माथिल्लो तलाको यो कमन रुम हो है। यो कमन रुममा हामी धेरैजना सुत्न सक्छौँ, धेरैजना मिलेर खान सक्छौँ। यस्तो व्यवस्थित ढङ्गबाट यहाँ निर्माण गर्नुभएको रहेछ। यहाँ हेर्नुहोस्। हजुर कहाँबाट आउनुभएको? हामी दमकबाट। अनि यहाँको सेवा सुविधा कस्तो लाग्यो तपाईँलाई? यहाँको चाहिँ एकदम सेवा सुविधा भरिपूर्ण रहेछ, तयारीमा रहेछ। यो खानपान इन्जोय लिँदैछौँ। खानपानको रेसिपी कस्तो लाग्यो? होइन, यहाँ भेराइटी हरेक प्रकारको भेराइटी हामीले जति। तपाईँ कहाँदेखि आउनुभएको? बिर्तामोडीदेखि। अनि ए ब्ल्याक टी हो। हजुर हजुर, होइन छोरी मान्छेले त्यो ड्रिङ्क्स त गर्नु हुँदैन। हजुर हजुर, यहाँ धेरैजना हुनुहुन्छ। यो फिस आइटम पनि। तपाईँ कहाँदेखि आउनुभएको? उर्लाबारीदेखि। हजुर, यहाँ हेर्नुहोस् त। हजुरहरू कहाँदेखि आउनुभएको? दमकदेखि। बाह्रगरे दमक। हेर्नुहोस्, झापा मोरङको गर्मीलाई छोल्नको लागि आज मेलुङ होमस्टेमा आउनुभएको छ उहाँहरूलाई यहाँको मेलुङ होमस्टेको सम्पूर्ण टिमले उहाँहरूलाई सन्तुष्टि बनाइसक्नु भएको छ। उहाँहरूको यो मैले कमन बेड अरे यो है, कमन बेडमा यहाँहरू आज मजाले आराम गर्नुहुनेछ, सुत्नुहुनेछ। झापा र मोरङको प्रचण्ड गर्मीलाई छेल्नुलाई उहाँहरू यहाँ आराम गर्नु आउनुभएको छ, मोज मस्ती गर्नु आउनुभएको छ। हेर्नुहोस्, तपाईँहरू पनि यदि आउनु चाहनुहुन्छ भने मेलुङ होमस्टेमा धेरै कुरामा डिस्काउन्ट पाउनुहुन्छ। सुत्नेमा, बस्नेमा, खानेमा, चिया नास्तामा, हरेक ठाउँमा डिस्काउन्ट पाउनुहुनेछ। किनकि यो होमस्टे भनेको, मेलुङ होमस्टे भनेको अनर आफै भएकोले गर्दा यहाँ रेन्ट तिर्नु नपर्ने भएकोले गर्दाखेरि उहाँले धेरै डिस्काउन्ट छोड्छु भन्नु भएको छ। सबै कुरो पहाडको अर्ग्यानिक छ, हावापानी अर्ग्यानिक छ, वातावरण अर्ग्यानिक छ। सबै परिवारहरू मिलेर एकै ठाउँमा बसेर खानु सक्ने वातावरण पनि हामीले यो मेलुङ होमस्टेमा पाएका छौँ। यहाँहरू पनि पाल्नुहोस् एकचोटि मेलुङ होमस्टेलाई। तपाईँहरूले पनि भिजिट गरेर सहयोग गर्नुहोस्, यहाँको सेवा सुविधा उपभोग गर्नुहोस्। तपाईँहरू फेरि पनि पल्किनुहुन्छ। आज हामी पशुपतिनगरमा छौँ। हिजो नै हामी आएको। आज हिजो राति हामी मेलुङ होमस्टेमा बास बस्यौँ। यहाँको खानपिन, सुताइ, बसाइ सबै थोक हामीलाई राम्रो लाग्यो। अहिले पशुपतिनगरको मौसम विवरण यस्तो छ, पुरै धुम्मिरहेको छ, चिसो छ, जाडो छ। त्यति जाडो हामीले अनुभूति गरिरहेका छैनौँ किनकि हामी गर्मी ठाउँबाट यहाँ आएकोले गर्दा। यो मेलुङ होमस्टेमा यहाँको प्रत्येक खाने, पिने, सुत्ने, बस्ने सबै आरामदायी रहेछ। भर्खर खुलेको यो हाम्रो तामाङ समुदायले नै खोलेको रहेछ। यो भनेको
पशुपतिनगरको बौद्धधाम गुम्बादेखि नजिकै पर्छ। यो एउटा बुद्ध पार्क छ, यमानको बुद्धको मूर्ति छ, त्यसको नजिकै पर्दछ। मैले हजुरहरू पनि यस झापा मोरङ सुनसरीको प्रचण्ड गर्मीलाई छल्नको निम्ति एक दिन भए पनि यस मेलुङ होमस्टेमा आएर भिजिट गरिदिनुहोस्। यहाँ एक रात भए पनि यहाँहरू बास बस्दिनु होला। यहाँको परिकारहरू यहाँहरूले चाखिदिनु होला। यहाँ बफ पाउँदो रहेछ, चिकन पाउँदो रहेछ, फिस फ्राई पाउँदो रहेछ, बिफ पाउँदो रहेछ। यहाँहरूको अर्डर अनुसार विभिन्न किसिमको पहाडको अर्ग्यानिक चिजहरू यहाँ पाउँदो रहेछ। नेपालीपन झल्किन्छ। यहाँ धेरै जसो वेस्ट बेङ्गलदेखि आउँदो रहेछ। यहाँ नजिकै वेस्ट बेङ्गल नजिकै पर्छ। दार्जिलिङ, सिक्किम, मिरिक, गान्तोक सबैतिरबाट यहाँ धेरैजना आउँदो रहेछ। बेलुका यहाँ धेरै भिडभाड थियो। भिडभाडको मैले भिडियो यहाँहरूलाई बनाउनु सकिनँ र अब केही बेरमै हामी यस पशुपतिनगरलाई बाई बाई गरेर हामी झापा झर्नेवाला छौँ। अहिले पानी परिरहेको अवस्था छ, सिमसिम सिमसिम पानी, र पनि यति रमाइलो अनुभूति भइरहेको छ आजको यस मेलुङ होमस्टेको बसाइ। यहाँहरू पनि पाल्नुहोस्। एक रात भए पनि सेवा गर्ने मेलुङ होमस्टेलाई दिनुहोस् भन्दै म यहाँहरूबाट बिदा हुने अनुमति माग्न चाहन्छु। यहाँहरूले यस भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्नुहोला। यहाँहरू मेरो भिडियोमा जोडिनु भएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। हवस् त, नमस्ते, बाई बाई। यहाँहरूलाई सम्पूर्णको दिन शुभ रहोस् भन्दै यहाँहरूबाट छुट्न अनुमति चाहन्छु। नमस्ते, लासु फ्यापुला, जबडन माउला।